सम्पूर्णमा नमस्कार। आज मैले माल्टा आउनको लागि धेरै साथीहरूले कुन प्रोसेसमा गएको, कुन माध्यमबाट जान सजिलो हुन्छ अथवा यहाँ आइसकेपछि तपाईले हामीलाई जानकारी नै नगइकन आउनुभयो, मलाई पनि यो ठाउँमा ल्याउनु पर्यो, माल्टामा तान्नु पर्यो, मलाई भिसा पठाइदिनु पर्यो भन्ने खालका तमाम साथीहरूका गुनासाहरू फोन तथा म्यासेजमा आएको हुँदा धेरै साथीहरूसित त मैले धेरै कुराहरू गरिसकेँ। तर पनि यस्ता आउने क्रम धेरै नै जारी भएको हुँदा मैले के भन्छु भन्दा यो आजको यो भिडियो माल्टा कसरी आइयो, कसरी आउन सकिँदो रहेछ र कुन तरिका र कुन माध्यम अपनाएर आउन सकिने रहेछ भनेर हजुरलाई मैले केही जानकारी दिनको लागि यो भिडियो बनाउँदैछु। लास्टसम्म सबै कुराहरू सुनेर साथ दिनुहोला। माल्टा आउनको लागि सबैभन्दा पहिला त कम्पनीसँग कन्ट्याक्ट हुनु पर्यो। अनि त्यो कम्पनीले जब तपाईलाई इन्टरभ्यू ल्याउँछ अनि तपाईलाई चाहन्छ र उसले चाहिँ इन्टरभ्यूमा पास गरायो भने अथवा आफू चाहिँ पास भयो भने सबैभन्दा पहिलो कुर्किलो भनेकै इन्टरभ्यू हो। त्यसपछि जब इन्टरभ्यू हुन्छ त्यसपछि अफर लेटर दिन्छ। अफर लेटर अनि आइडेन्टिटी माल्टामा एप्लाई गर्ने फर्महरू सबै भरेर त्यसमा तपाईले साइन गर्नको लागि पठाउँछ। अनि त्यो सबै कुराहरू जब तपाईले साइन गरेर पठाइसकेपछि 300 रुपैयाँ यहाँको युरो लगाएर तपाईको एप्लाई प्रोसेस हुन्छ। त्यो पनि तपाईको इमेलमा एप्लाई भएको थाहा हुन्छ र तपाई आफैले चाहिँ त्यो प्रक्रिया भए नभएको तपाईले त्यहाँबाट थाहा पाउनुहुन्छ। ताकि यहाँ धेरै मान्छेहरूले भने जस्तो उहाँहरूको बुझाइ अलग अलग भएको देखेँ। सिधै माल्टाबाट भिसा पठाउन मिल्ने अनि अथवा कोही मान्छे भएपछि अथवा केही चाहिँ पैसा दिएपछि सिधै भिसा लाग्छ भन्ने खालको अलिकति मान्छेको बुझाइ, धेरै मान्छेहरूको बुझाइ चाहिँ नपरेका मान्छेहरूको बुझाइ चाहिँ मैले धेरै मान्छेका म्यासेज र फोनका आधारमा त्यो बुझाइ भएको मैले अनुभव गरेँ। त्यसैले त्यस्तो कहिले पनि हुँदैन। यहाँ कमसेकम नर्मल इङ्ग्लिस इन्टरभ्यू दिनै सक्ने चाहिँ हुनै पर्छ। इङ्ग्लिसमा चाहिँ अलिकति नर्मल इन्टरभ्यू पनि दिन सकिँदैन भने चाहिँ यहाँ आउने सम्भावना एकदमै कम हुन्छ। किनकि इन्टरभ्यू बिना यहाँ चाहिँ भिसा लाग्ने चान्स एकदमै कम हुन्छ। सबै कुरो प्रक्रिया मिलाएर आउँदा पनि यहाँ चाहिँ आउन अप्ठ्यारो छ भने अझै त्यसै सिधै चाहिँ आउने अनि चाहिँ सेटिङमा आउने भनेर तपाईहरुलाई कसैले दलाल म्यान पावर कसैले भनेको छ भने त्यो कहिले पनि हुँदैन। त्यसलाई चाहिँ कहिले पनि विश्वास नगर्नुला, यो सम्भवै छैन। मैले भने पहिला एप्लाई गर्ने तरिका त्यो सुरुको प्रोसेस त्यो हो। त्यसपछि जब तपाईको इमेलमा आइसकेपछि सबमिट भएको हुन्छ, थाहा भएपछि त्यसैमा लिंक हुन्छ। लिंक हेरिसकेपछि तपाईको प्रोसेस कहाँ गयो भन्ने कुराहरू त्यही देखाउँछ। बेला बेलामा तपाईले लिंक ओपन गरेर हेर्नुभयो भने अनि थर्ड पार्टी हुँदै तपाईको प्रिन्सिपल लेटर अथवा त्यसलाई ओर परमिट पनि भनिन्छ। जब त्यो आइसकेपछि बल्ल के हुन्छ त भन्दा सबै डकुमेन्टहरू तपाईले इन्स्योरेन्स अनि यहाँ चाहिँ फेरि चाहिँ भिसा एप्लिकेसन फर्म हुन्छ 500 पेजको, अनि डोमी टिकट लगायत धेरै डकुमेन्टहरू हरेक क्षेत्रमा जाँदा हुनुहुन्छ त्यही खालका आइडीहरू सबै चाहिँ मिलाएर भिएसएफ गरिन्छ एपोइन्टमेन्ट लिएर। अनि भिएसएफ गरिसकेपछि पनि तपाईको इमेल कहाँ पुग्यो ट्र्याक भनेर तपाईले चाहिँ त्यो भिएसएफ को बाटे चाहिँ हेर्न सक्नुहुन्छ। र यहाँ जब चाहिँ आइडेन्टिटी माल्टामा पासपोर्ट आइपुग्छ अनि तपाईको लाइनमा भएको जब गरिसकेपछि
लगभग 90% मान्छेहरूलाई इन्टरभ्यू आएको मैले चाहिँ थाहा पाएको छु। मेरो हाम्रै आउने ग्रुपमा पनि अब एकजना बाहेक अरू सबैलाई इन्टरभ्यू आयो भनेपछि यसमा नि रेसियो 90% भयो। अब इन्टरभ्यू नआइकन पनि पास भएर पनि यहाँ चाहिँ भिसा लाएर नै आछ। इन्ट्री भएर पनि कतिपयको बिगारेर नआएको पनि छ। यो आएर हुने र नआएर नहुने भन्ने पनि यसमा चाहिँ केही ग्यारेन्टी हुँदो रहेछ। सबैभन्दा ठुलो कुरो त अब डकुमेन्टहरू सबै ठिक छन् छैनन्, केही चाहिँ तलमाथि भयो भएनन् भन्ने कुराहरू पनि तपाईँहरूले चाहिँ क्लियर गर्नु पर्यो। अनि यहाँ कसैलाई पनि थाहा हुँदैन भिसा लाएन भनेर। जब हामीले पासपोर्ट यहाँ चाहिँ भिसा हामीले पासपोर्ट रिसिभ गर्छौँ बिएसएफबाट यहाँबाट वापस गइसकेपछि तब खोलेपछि मात्रै सबैभन्दा पहिला आफैले चाहिँ भिसा लाए नलाएको थाहा हुने भएको हुनाले यहाँ कसैले पनि तपाईँको यहाँ सेटिङमा कसैले पनि केही गर्न सक्दैन। त्यस्तो भए त सबै आफ्ना मान्छे सजिलै सबै मान्छे लिँदा हुन्। त्यस्तो प्रक्रिया छैन। त्यस्तो बहकाइमा तपाईँहरूलाई पारेछन् भने यसमा चाहिँ विश्वास नगर्नु होला भन्छु। र धेरै कुराहरू त यहाँ आएर मैले धेरै अनुभव गर्न पाएको छैन। म पनि भर्खर आएको र केही कुराहरू बुझ्दैछु। यहाँ आइसकेपछि अब मेरो नि बल्ल बस कार्डहरू चाहिँ फुड ह्यान्डलिङ कार्डहरू बनेर अब मेरो टिआरसीको प्रोसेसमा छु। टिआरसी कार्ड नबन्नेसम्म काम गर्न नपाइने सिस्टम भएको हुनाले म पनि यसरी फाल्टु भएको हुनाले अनि चाहिँ यहाँ सबैको साथीहरूका गुनासो आएको हुनाले यो भिडियो बनाएको। हजुरहरूलाई मन परे लाइक सेयर गर्नुहोला र आउने समयमा पनि यस्तै भिडियोहरू र माल्टा सम्बन्धी केही नयाँ ताजा र मैले जानेका बुझेका कुराहरूको बारेमा अपडेट गर्दै आउनेछु। र यो मेरो युट्युब च्यानललाई नि सब्सक्राइब गरिदिनु होला भन्न तपाईँहरूसँग अनुरोध गर्दछु। र तपाईँहरू यदि आउने चाहिँ चाहना छ भने त्यो अन्धधुन्ध चाहिँ त्यसरी चाहिँ अरूको बहकाइमा नलाग्नु होला। त्यो सिस्टम समाएर मात्र आउनु होला। कतिपय कुराहरू मैले पनि बुझेको हुनाले केही कुराहरू मलाई पनि सोध्दा हुन्छ। कोही एजेन्सीहरू पनि हामीले चिने अब त्यहाँ चाहिँ बुझेर त्यसमा लाउँदा ठिक छ छैन हैन, अथवा कुन माध्यम हो भन्ने कुरा सबै कुराहरू कोही कुराहरू तपाईँलाई अझै डाउट भयो भने मलाई पनि सोधेर बुझ्न सक्नुहुन्छ। मेरो चाहिँ जताकतै फेसबुकमा नि खिमलाल अर्यालै छ, युट्युबमा नि खिमलाल अर्यालै छ। अनि मेरो जताकतै चाहिँ खिमलाल अर्यालै आइडी भएको हुनाले खिमलाल अर्याल सर्च गर्नुभयो र मेरो चाहिँ यो फोटो अथवा भिडियो देख्नु भने तपाईँले त्यहाँ पनि हेर्न सक्नुहुन्छ भन्दै यहाँ चाहिँ आजको चाहिँ यो भिडियो यही अन्त्य गर्दछु। हस्त धन्यवाद। फेरि हामीहरू यस्तै भिडियो ल्याएर आउनेछौँ भन्दै तपाईँहरूबाट म बिदा हुन्छ। यस्तो धन्यवाद।